सो फ्यामिली आइल चाहिँ हामीले एक खेत बनाउला जेसी लगायो नयाँ कसम ढुङ्गा कति ढुङ्गै ढुङ्गा यहाँ चाहिँ हाम्रो थोरै प्याज बारेको थियो प्याजहरू सब राख्नु यसलाई पनि तल पर्ने छ पुरा ढुङ्गै ढुङ्गा छ कता ढुङ्गा हो मान्छे 3-4 घन्टामा लाग्ने काम 10 घन्टा लाग्ला छ ढुङ्गाले गर्दाखेरि बहुत ढुङ्गा छ गाइस हेर्नुहोस् न हाम्रो ढुङ्गै ढुङ्गा छ लास्टै ढुङ्गा छ यो यो गरामा चाहिँ यहाँको माटो ल्यापिङ गर्दा त्यहाँ हाल्छ अनि यो ठुल्ठुलो ढुङ्गाहरू चाहिँ उता कटाउने भनेको कम धेरै ढुङ्गा छ ढुङ्गाले टाइम लिने भयो ढुङ्गाले यार के गर्नु गाइस ढडेनमा छ क्या हाम्रो जग्गा जमिन चाहिँ यति साह्रो ढडेन छ कि ढुङ्गै ढुङ्गाले भरेको छ बर्बाद छ गाइस यहाँ चाहिँ हाम्रो मम्मी र हातमा टेको मैजूले घाँस काट्नु हुँदैछ वस्तुलाई अब यहाँ चाहिँ खेत काट्दैछौँ नि त हामी खाएपछि यो सबै ढुक्टो भइहाल्छ भनेर घाँस काट्नु हुँदैछ अनि ढुङ्गा यति साह्रो निस्केन खेतमा हाम्रो गाउँको भ्यू हेरौँ है त गाइस यो तलतिरको दृश्यहरू यस्तो छ घाम कडा लागिरहेछ लसुनबारीहरू सब अब मकै छाए बसिरहेछ है त गाइस वरिपरि सबै हरियाली जङ्गलहरू होइन ढुङ्गा चाहिँ गाइस के साह्रो हो जेसिबीलाई नै गाह्रो परिरहेछ ढुङ्गा फ्याल्नलाई यार ढुङ्गा उचाल्दा जेसिबी नै उच्लिन्छ यार के हो यार ढुङ्गा हेर्नु त गाइस त्यो खेतमा ढुङ्गा देखिन्थेन नि यत्रो ढुङ्गा निस्क्यो यार आज चाहिँ कति ढुङ्गा निस्किनु बाँकी नै छ यार मा कसम जेसिबीलाई चाहिँ साह्रो हुने रहेछ है हाम्रो खेतहरू खन्नलाई चाहिँ स्काइभेटर नै चाहिने रहेछ यार ढुङ्गा बोक्नु खोज्दा जेसिबी नै उच्लिनु खोज्छ यार अनि कहाँबाट यार काम लाग्नु यार है ढुङ्गा चाहिन्छ भने चाहिँ गाइस हामीलाई सम्पर्क गर्नुहोस् है तपाईँलाई ढुङ्गा कति चाहिन्छ ढुङ्गा त्यस्तो साह्रो ढुङ्गा निस्किदियो यार खेतमा गाह्रो छ सर खेत बनाउनु गाह्रो छ खासमा चाहिँ धेरै लाग्यो भने 5 घन्टा जस्तो लाग्छ होला भनेको 10 घन्टा पनि नसकिने रहेछ यार यो ढुङ्गा निस्काइले त मस्त हेऱ्यो भिडियो बनायो के गर्नु ढुङ्गा छ है ल जे क्लियर गरिसक्नु आइसकेपछि खारेर यो तरिकाले खाइरहेको छौँ कसम जल्किनेको ढुङ्गा भन्ने कुरो कति हो यार 3 घन्टाको कामलाई 12 घन्टा लाग्ने रहेछ यार ढुङ्गाको कारणले गर्दा ढुङ्गामा असला त्यहाँ ढुङ्गा पुरा भरिसकेको छ र गाइस टाउराको फेदमा ढुङ्गै यो भित्र पनि ढुङ्गा छ यार यति धेरै ढुङ्गा छ कि अनि जेसी फेरि पुरानो भइसकेको छ दारा सारा सब खिरमा भाँचिसकेको रहेछ घाटा लाग्यो सर यो कामले गाइस मौसमको कुरा मात्रै एकदम क्लिन छ यार सो ब्युटिफुल सो घरको चाहिँ फेरि मलाई देखिराख्नु होला गाइसहरूले सो यस्तो चाहिँ हाम्रो यताको मौसम छ ढुङ्गा छ क्या अनि माटो तान्नुलाई पनि गाह्रो छ यार यति ढुङ्गा छ कि ढुङ्गै के साह्रो ढुङ्गा हो यार ढुङ्गाले कसम ड्यामेज गराउँछ यार अनि यो मान्छेले गर्न भनेको थियो खासमा यो काम चाहिँ बुवा बिमारी हुनु भइहाल्यो अनि जेसिबी लागेको जेसिबीले पनि यार 20-25 हजारमा सकिन्छ होला भने चाहिँ 50,000 पनि बेसी लाग्ने रहेछ यार काम गरेर अहिले चाहिँ ढुङ्गा छ अनि फेरि यो जेसिबीहरू पुरानो भएको कारणले गर्दा काम गर्नै गाह्रो क्या यार ढुङ्गै उकाउन मान्दैन यार दारा सारा भाँचेर
बिजोग छ नि हाम्रो मकै बारी अस्ति छरेको मकै चाहिँ त्यत्रो भइसकेछ गाइस छर लागेको उम्रिँदैन होला भनेको थियो धन्न उम्रेछ यार पुरै सुखा जमिन थियो मकै चाहिँ लास्टै बाक्लो उम्रेछ यार अहिले त त्यति साह्रो देखाएको छैन तर धेरै बाक्लो उम्रेछ गाइस मकै मौसममा कुरा गर्नुपर्दा दामी चाहिँ मौसमको पुरा घाम लागेको छ त्यस्तो घाम चाहिँ अस्ति लसुन हुँदाखेरि लाग्नु पऱ्यो त अस्ति चाहिँ पानीले यस्तो गिर्दी गरेर कि बाहिर लसुनलाई यति साह्रो घाँडो गरेको कि दामी छ हाम्रो गाउँको भ्यू गाइस डाँडा पाखा बहुत सुन्दर छ अरे सुनमार बस्ती हो गाइस ढुङ्गा छेउछाउ लाग्छ ढुङ्गा ढुङ्गाबाट पाखाबाट ढुङ्गाले सतायो गाइस यार हेर्नुहोस् ढुङ्गा त मेन गएको ढुङ्गा छ यार अनि यति सानो जेसिबीलाई त ढुङ्गाले अनि कम टाइम लाग्छ त गाइस त्यसमा दारा भाँचेर केही छैन यार बिजोग छ यार गाह्रो छ क्या ढुङ्गा निकाल्न